सो हेलो गाइज व्हाट्स अप दिस इज मी प्रकाश वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज चाहिँ हाम्रो जस्ट खाना खानेहरूको होटेलमा अर्डर छ। सो त्यही भएर हामी चाहिँ अहिले काममा लागिरहेको छौँ। हाम्रो काम यस्तरी चलिरहेछ। यहाँ टमाटर कटिङ भयो, टक्क यहाँ हाम्रो मोमो बन्दैछ। यहाँ हाम्रो दाइ हुनुहुन्छ मोमो हाल्ने। यो चाहिँ चिकन मसला हो है गाइज, चिकन मोमो। सो हाम्रो चाहिँ आज काम चलिरहेछ। हाम्रो भित्र सब्जीहरू बनिँदैछ। टक्क यो चाहिँ आलु हो, त्यो चाहिँ बन्दा फुलकोपी चाहिँ पाएन नि, त्यही भएर हामीले चाहिँ आज बन्दै काट्दैको। सो यता हाम्रो बनिसकेको छ, खानाहरू रेडी। सो गाइज यहाँ हाम्रो साग भयो, यसको मुनि चाहिँ दाल छ यसमा। अब चाहिँ हाम्रो लास्ट सब्जी मात्र बनाउनु बाँकी हो। सो यहाँ यो भइहाल्यो। म चाहिँ यहाँ अहिले टमाटर काटिरहेको हो, अब प्याज काट्नु बाँकी छ। अरू सब थोक हाम्रो रेडी भइसक्यो। सो आज चाहिँ हाम्रो होटेल बुक छ अहिले 2 बजीतिर। सो अहिले त्यो पनि भिडियो बनाउँला। अहिलेलाई चाहिँ यति नै। सो गाइज प्याज पनि फाइनली भइसक्यो हाम्रो। यहाँ टमाटर छ, अब बनाउँछु लसुन पेस्ट। गाइज अदुवा खोर्सानी लसुन, यसमा चाहिँ मसला चाहिँ रेडी भइसक्यो गाइज हाम्रो है। फाइनली अब सब्जी बनाउनु मात्र बाँकी हो। म किचनमा कुक गाइज, सब्जी बनाइरहेको म चाहिँ। यहाँ छ पेस्टहरू अरू बनिसकेको छ है। गाह्रो छ मलाई आजको कुक म तारा। ल गाइज सलाद पनि रेडी भइसक्यो हाम्रो। काँक्रा, यो क्यारेट, गाजर है। हाम्रो सब्जी चाहिँ यस्तो भयो गाइज, बन्दैछ। तर पानी निस्केर अलिक गिटी भइरहेको छ, यसलाई चाहिँ हामी म्यानेज गरिहाल्छौँ अहिले। फर्स्ट खाना चाहिँ पाकिसकेको गाइज, सेकेन्ड यहाँ बन्दैछ। सब्जी रेडी, हाम्रो बाँकी सलादहरू सब रेडी। थालहरू लागिरहेको छ चाहिँ हाम्रो प्लेटहरू लागिसक्यो। अब यहाँ खाना हाल्नु बाँकी छ है त गाइज। यहाँ चाहिँ गाइज अहिले म चाउमिन उमाल्दै हो, चाउमिन बनाउँदै। के गर्ने दाल ल्याएको छ हाम्रो। मान्छे चाहिँ आएको छैन बुक गर्नेहरू चाहिँ, उनीहरूकै वेटमा हो हामी अहिले। उहाँहरू आइसकेपछि हाम्रो भइहाल्छ। हाम्रो चाहिँ अहिले यति रेडी भइसक्यो गाइज। टक्क सलादहरू लाएर अचार यसमा दाल हुन्छ अहिले। दाल यहाँ छ, यहाँ सब्जी, यसमा साग छ। हामीले साग पनि बनाएको छ गाइज। साग त्यही हो गाइज, खाना खाने मान्छेहरू चाहिँ यसमै हो। सो आइसक्नु भएको छ। अब म जान्छु काममा। काम धमाधम हुँदैछ यतापट्टि पनि। हाम्रो काम चाहिँ धमाधम फाइनली गाइज। सबजना खाना खाँदै हुन्छ। गाइज यार लास्ट हतार छ, हतार पछि यो थप्दै हो गाइज। अझ त्यो के हो, दाइ यहाँ हुनुहुन्छ यतातिर, दाइहरू खाइराख्नु भएको छ। गाह्रो छ। फाइनली गाइज हाम्रो खाना खाने कार्यक्रम चाहिँ सकिसकेको छ। हाम्रो दाइ यहाँ हुनुहुन्छ यतातिर, खाना खाने कस्टमरहरू हो उहाँहरू। सकिँदै लास्ट एउटा सिट मात्र उठ्न बाँकी छ है गाइज। अब चाहिँ लास्टमा हाम्रो पाली खाना खाने चाहिँ है। भर्खर पालो आउँदैछ यार, के गर्ने यार, यस्तै होटेल लाइनको जिन्दगी। अब चाहिँ मेरो पाली। अब म खान्छु खाना यसमा पस्केर गाइज। त्यही हो, अब भोक लागिरहेको छ यार, बिहानदेखि भात खाएको छैन, बनाएको छ नि जिन्दगी। अब म खान्छु यसमा। पछि मेरो पाली गाइज, मेरो ल यो चाहिँ म खान्छु अब गाइज। जुन हामीले खानाको अघि अर्डर लिएको थियौँ त्यो खानामा चाहिँ त्यहाँ चाहिँ कतिपयले नखाएर खाना हाम्रो बचेकोले गर्दा चाहिँ हामीले यो खाना चाहिँ वेस्ट नहोस् भनेर हामी चाहिँ यो मन्दिरमा जो बस्नुहुन्छ उहाँहरूलाई दिनको लागि तयार गर्दैछौँ। सो त्यही हो गाइज, उहाँहरूले चाहिँ कतिपयले खानु भएन, अनि त्यही भएर फेरि सबै थोक हालिसक्यौँ। दाल सब्जी जे हामीले अघि बनाएको थियौँ सबै यसमा हालिसक्यौँ। सो अब चाहिँ हामी लिएर जाँदैछौँ। त्यही हो गाइज। सो हामी चाहिँ जाँदैछौँ गाइज मन्दिर यो लिएर। दाइ र म छु। हाम्रो त्यता हो।
मन्दिर आइपुग्यो। गाइज हामीले चाहिँ मन्दिरमा कुरा गरेको थियौँ, मन्दिरमा चाहिँ अहिले कोही पनि हुनुहुन्न अरे। सो हामी चाहिँ यहाँ परतिर बाटोमा काम गर्नेहरू हुनुहुन्छ अरे, उहाँहरूलाई चाहिँ दिन भनेर जाँदैछौँ। होला दाइ यिनीहरू उब्रो भने बिचराहरू बिहान उठेर पनि सो गाइज हामीले चाहिँ बाटोमा काम गर्ने मान्छेलाई पनि दिनौँ, जसले तिनीहरूले पनि नखाने भन्नुभयो। अनि हामीले चाहिँ बाटोमा बसेर निगुरोहरू बेच्नुहुने दिदीहरूलाई दिएर फर्क्यौँ। सो त्यही हो गाइज, हामी फर्केको। यो भिडियो चाहिँ आजै आउँछ होला सायद युट्युबमा सबैजना। नाइट भ्यू गाइज आजको डेमा त्यस्तै हो, त्यही कामहरू भयो। होटेलको खानाहरू बनाइयो दियो है, जुन चाहिँ हाम्रो उब्रेको खाना थियो त्यो पनि हामीले मन्दिरमा लगेको थियौँ दिन भनेर चाहिँ। खासमा चाहिँ हामीले मन्दिर लगेको, तर मन्दिरमा चाहिँ अहिले कोही हुनुहुन्न अरे त्यस्तरी खाने मान्छेहरू। अनि त्यही भएर हामीले चाहिँ बाटोमा जुन चाहिँ त्यो निगुरोहरू बेच्दै बस्नुहुन्थ्यो आन्टीहरूलाई दिदीहरूलाई सबैजनाले बाँडेर खानु होला भनेर हामीले चाहिँ त्यो पनि दियौँ है। हाम्रो चाहिँ खाना पनि वेस्ट भएन, सबै थियो, सबै कामहरू भयो एकदमै राम्रो। सो आजको भ्लग पनि यति नै हुन्छ होला गाइज। सो मेरो पनि छुट्टी भयो, अफ भयो ड्युटी है, त्यही हो गाइज। सो लास्ट समय हेरेर कमेन्ट चाहिँ गरिदिनु होला है त।